हेलो हेलो वेलकम टु आवर ब्लग। यो चाहिँ हिजोको ब्लग हो। म एकदमै एक्साइटेड दिनको लागि, यो हिजोको दिनको लागि यति धेरै एक्साइटेड नि मैले त्यो शब्दमा बयानै गर्न सक्दिनँ है। सो मेरो चाहिँ बच्चाबच्चीहरूलाई मैले उठाएँ चाँडै नै हिजो चाहिँ। अनि बाबु नानीलाई चाहिँ मेरो हिजो मन्डे भएर बाबुलाई चाइल्ड केयरमा छोड्यौँ। बाबु रोएर हेर्नु न त्यहाँ। त्यसपछि नानी र म गयौँ बहिनीको घरमा। अनि बहिनीको घरमा चाहिँ नानीलाई छोडेपछि अनि त्यहाँबाट हामी चाहिँ लाग्यौँ क्यानबेरातिर भनेर बाई चाहिँ गऱ्यौँ। तर बाई गरेपछि फेरि अलि अगाडि गएपछि त बल्ल याद आयो कि बहिनीले फोन गऱ्यो कि हामीले क्यामेरा नै छोडेछौँ भनेर। अनि फेरि फर्केर आयौँ। अनि क्यामेरा लिएर हामी हिँड्यौँ क्यानबेरातिर अराउन्ड 8:30 बजीतिर। अब केही पनि खानु भ्याएन, बिहान बच्चाहरूलाई अब रेडीसेडी गर्नु पऱ्यो नि त। सो मैले चिया बनाएर ल्याएको थिएँ। अनि चिया खाँदै खाँदै हाम्रो चाहिँ यात्रा सुरु भयो। अनि त्यसपछि हामीले लान्थेसमा गएर मन्दिरमा दर्शन गरेर, यो मेरो एकदमै प्यासन, मेरो एकदमै मन लागेको कुरा हो नि त। भगवान्लाई दर्शन गऱ्यौँ। त्यहाँबाट भित्र चाहिँ पस्नु भ्याइएन। अनि लाग्यौँ क्यानबेरातिर। म चाहिँ फेरि यत्तिकै बच्चाबच्ची भने नि, मैले बच्चाबच्ची स्कुल चाइल्ड केयर छोडेर बल्ल हामी गएको होइन। अनि त्यहाँबाट मैले यसो मेकअप गर्न थालेँ है। अनि त्यहाँबाट मेरो भाइले चाहिँ बिचरा म चाहिँ यत्तिकै आएको छ अब भनेर उसले सबै सामान ल्याएर झिकेर राखेछ। पछि म मेकअप गर्न थालेपछि त उ त तपाईँ चाहिँ यस्तो गरी मलाई चाहिँ किन नभन्या भनेर। अनि फेरि हामी गयौँ सपिङ सेन्टरतिर। अनि भाइले लुगासुगा किन्यो फेरि। अनि त्यसपछि हामीले चाहिँ फाइनली शुभेच्छा दिदीलाई भेट्न पायौँ। अनि त्यहाँबाट त्यहाँ हामीले पोडकास्ट हाम्रो एकदमै मेरो मैले भने नि त्यो एकदमै इम्पोर्टेन्ट कुरा मेरो लागि। अनि हामीले त्यो गऱ्यौँ। त्यसपछि हामी गयौँ सुदिना दिदीलाई भेट्नलाई। उहाँको पनि हामीले पोडकास्ट गर्ने भन्ने प्लान चाहिँ बनाएको, तर टाइमले मिलेन कि हिजो हाम्रो त्यहाँ धेरै टाइम लाग्यो। अनि बाबु कस्तो राम्रो कस्तो राम्रो। म अझै उसलाई भेट्नको लागि फेरि आउँछु। अब कहिले हुन्छ चाहिँ थाहा छैन है। बाबु कति क्युट के मलाई यति राम्रो लाग्यो नि हो। अनि त्यसपछि हामी चाहिँ गयौँ स्वस्तिशिषलाई भेट्नलाई है, 3जनालाई। अनि स्वस्तिशिष लजाएर हेर्नु न त्यहाँ। अनि कस्तो राम्रो हामी चाहिँ पहिल्यै कुरा भए जस्तो चिनेको जस्तो मजाले कुरासुरा गऱ्यौँ। नानी पनि कति क्युट त, फेरि मेरो नानी र उहाँको नानी सँगसँगै रहेछौँ। अनि 1-2टा भिडियोहरू चाहिँ बनायौँ। भिडियो चाहिँ उहाँसँग मात्रै बनाउन पायौँ। अनि फर्क्यौँ। उहाँले खाना खाऊँ त भन्दैन, त ढिला हुन्छ भनेर नाइ भनेर हामी फर्क्यौँ। अनि खायौँ हामीले केएफसी खाएर ओरेर घर आइपुग्दा हामी भयौँ 12:48 भएको थियो है। अनि बच्ची सुतिसकेका रहेछन्। अनि म चाहिँ अलिअलि स्किन केयर गरेर सुत्नको लागि रेडी भएँ। थ्याङ्क यू फर वाचिङ।